Yo guys, what's up? Welcome to my new vlog. Good morning everyone. सबैलाई नमस्कार. आज चाहिँ न्यू भ्लग ल्याउँ होइन. यसो लास्टसम्म हेरिदिनु होला. टक्क लाएर होइन लाइक सब्सक्राइब हान्न नबिर्सिनु होला. आज चाहिँ हामी चाहिँ कति रे बिचमा पड्के च्याउ टिप्न जान लाग्यो होइन. मेरो मम्मी हाई भनिदिनु. मेरो मम्मी अनि हजुर चाहिँ तिनजना आज चाहिँ जङ्गल जान लाग्यो. लास्टसम्म हेरिदिनु होला. अब कति लाइन्छ हाम्रो भाग्य कस्तो छ. अब यति भन्दै हामी चाहिँ अब लागौँ होइन. झोलासोला टक्क लिएर हामी चाहिँ जान लाग्यौँ. अब यसो मोबाइल टक्क लाएर आज मौसम नि दामी गऱ्यो नि त. अब घामसाम खासै गऱ्यो होइन. त्यही भएर जान लाग्यो र अब एकछिनमा भेटौँला ल गाइज. ल एकछिनमा भेटौँला है. हामी टक्क जान लाग्यो गाइज. खाँदै टक्क साइकलमा चाहिँ मेरो मम्मी आज कहाँको जोस जङ्गल सफारी चल्दिउँ रे हुर्का खोज्न. मेरो मम्मीको मुड नि सर्प जस्तो छ. सरसराक नबर सर्किन्छ. चेन्ज भइदिनु सक्नुहुन्छ त. फार्म बारीको त्यही हो. तर हामी चाहिँ रेडिलको माथि हामी च्याउ खोज्ने छौँ. पुड्के च्याउ के च्याउ लौडा च्याउ. गाइज फाइनली हामी पुगिसक्यो. देख्न सक्नुहुन्छ टक्क साइड राख्यो. अब हामी चाहिँ टक्क लाएर जानुपर्ने हुन्छ रेड हिलको भित्र अलि होइन. सो आज म रेड हिल त देखाउँदिनँ राम्रोसँग किनकि अस्ति नै देखाइसकेँ होइन. त्यही गेट नि बवाल बनाइदियो. गेट सेट टक्क लाएर म चाहिँ गएँ. आउँदै गर्नु होला हौ. के छ आज देख्न सक्नुहुन्छ हामी नि पहिला यस्तै खेल्थ्यो होइन. रेडियोको हल्का भित्र छ कि ठाउँ होइन. त्यही पाइन्छ. टक्क हिजो अस्ति पानी परेको थियो. घाम नि लगाइदिएको थियो. सायद उठ्यो होला भनेर आई होप होइन. खाली भनौँ न खाली फिर्न नपरोस् होइन. पाउ थुप्रै भयो नि हल्का पाओस् धेरै होइन. हल्का पाइने हुन्छ. देखाउँछु कस्तो हुन्छ भनेर. सो थाकिसक्यो हामी. भर्खरै हिँड्न सुरु गऱ्यो. भर्खरै थाक्यो. अझै भित्र जाने अझ भन्नु अब कस्तो हुन्छ त्यहाँ. सो कस्तो हुन्छ अब पाइन्छ कि नै. आज हाम्रो लक्की छ कि नै. लक्की छौँ कि नै होइन. सो त्यो धेरै दिन भएको थियो भिडियो नहालेको युट्युबमा. खासै कतै जानु पाउँदिनँ. अब सो त्यही भएर अब कलेज नि स्टार्ट भइसक्यो. अब कलेजको कन्टेन्ट बनाउँछु म. सो हेर्नु होला होइन. अब अलि दिन पछि जाउँला कलेज. कहाँ फर्स्ट भरे भर्ना खोल्यो. यताउति गर्दा अब यो महिना त्यस्तै जाने भयो. अर्को महिनाबाट जाउँला. त्यहाँबाट चाहिँ दामी भ्यू देखिन्छ कि माडीको. वडा नम्बर 4 जहाँसम्म देख्नु सक्नुहुन्छ त्यही सबै वडा नम्बर 4 हो होइन. टक्क धान रोप्यो. वाल देख्न सक्नुहुन्छ. हामी चाहिँ यताबाट सिधा आएको. कहाँ देखेकै छैन. सिधा त्यो बाटो सर त्यही माथिबाट देखाउँछु गाइस म. ल यहाँबाट हेर्नु होला. यहाँ चाहिँ भ्यू हेर्ने ठाउँ हो. टक्क बसेर देख्न सक्नुहुन्छ. मेरो दाइ चाहिँ यहाँ भ्यू हेर्दै हो. फिल लिँदैछ होइन. टक्क यो चाहिँ सब वडा नम्बर 4 माडी वडा नम्बर 4 हो होइन. यो सबै पर्छ उता कुना. यता नि घोसरी भन्ने ठाउँ हो. अनि त्यहाँ जङ्गलको छेउछेउमा सबै घर त्यही हो. अब उता
यस्तो त्यहाँ बाट भनौँ कहाँ देखेकै छैन अब यहाँ क्याप्चर गरेँ होइन। सो त्यो हामी चाहिँ यताबाट आएको गाई सिधा। सो त्यो मेरो मम्मी चाहिँ थाकिसक्यो किनकि धेरै मोटाउनु हुन्न हिँड्न सक्नुहुन्न त्यही हो। कस्तो लागिरहेको खुब भुट्का टिप्न भनेको थियो नि। केही भन्न चाहनुहुन्छ? केही अर्जुन दाइ त्यही भएर भनेको म नजाम भनेर। तपाईँ मान्नुहुन्न अनि तपाईँ पनि हराउनुहुन्छ तपाईँ पनि थाक्नुहुन्छ साथमा तपाईँ पनि थाक्नुहुन्छ साथमा हामीलाई नि थकाउनुहुन्छ। साफ बेइमान छ मेरो मम्मी बहुत हरामी छ। कहाँ मम्मीको मुड रे आज घुम्ने रे टक्क आजको मौसम नि दामी छ रे पानी परेको हल्का ठिकै भनौँ। यो भन्दा नि माडी भनेपछि एकदमै चारैतिर जङ्गल हेर्नुहोस् देख्न सक्नुहुन्छ। यता नि जङ्गल यता त चारकोसे झाडी हाम्रो माडी हाम्रो सुन्दर माडी चारकोसे झाडी हाम्रो सुन्दर माडी। यो चाहिँ मम्मीले बनाएको रे हाम्रो चारकोसे झाडी सुन्दर माडी त्यही हो। एकछिन विश्राम गरेर फेरि आफ्नो गन्तव्यतर्फ लाग्यौँ। यति भन्दै अब हामी अगाडि बढ्नेछौँ। अब माथि पुगेपछि बनाउँछु गाइस ल। म टक्क भनौँ न थाकेर केही बोल्न सकेँ होइन। 9+ जस्तो होइन एकछिन माथि पुगेपछि फेरि बनाउँला भिडियो ल। माथि नै भेटौँला ल गाइस। चाहिँ माथि पुगिसक्यो धेरै स्ट्रगल गरेर होइन। त्यही हो अब हामी रेड हिलको हल्का भित्र जानेछौँ त्यहाँ चाहिँ भुट्का पाइन्छ। सो यहाँ चाहिँ यसो हेर्न आएको धेरै दिनपछि आयो होइन। कति ग्रो भयो के भयो यसो अब त्यही हो। अब अहिले एक लट त माथि जाने हो। फाइनली पुगिसक्यो हामी टावर। भुट्का नि टिप्ने घुम्ने नि हो कि गाई देख्न सक्नुहुन्छ। बवाल ग्रो 2 दिनमा यति ग्रो भयो। त कहिले भनौँ न अब टिकट सिस्टम हुनेछ अब अलि दिनपछि। अनि बवाल फुल यस्तो हालिदियो पानीबाट बचोस् भनेर हो। सो ठिक छ होइन ठिक छ गाइज। यतिको ग्रो त हुनै पर्यो होइन। अझै बवाल हुनेछ यो बिस्तारै भइरहेको त दामी हुन्छ यो ठाउँ चाहिँ। भर्याङ नि बनाइदियो यस्तो नि हालिदियो ल। भर्खरै कति 1-2 हप्ता भएको थियो नआएको यति चेन्ज भएपछि झन् अरू के भन्ने। अब एकछिन रेड हिलमा बसौँला अनि आफ्नो गन्तव्यतर्फ लागौँ। यसो घुम्न नि आएको यसो घुम्न नि होइन पर्यो होइन। फ्रेस भएर नि हाम्रो चाहिँ खासमा गन्तव्य चाहिँ के थियो भने हुर्की जाऊ होइन। मम्मीले जाम भन्ने थियो सो अनि चलिदिएको हामी। त्यही हो अब ल के हुनेछ कस्तो हुन्छ आसम्म हेरिदिनु होला। कस्तो बवाल बनाएर मलाई त दामी ला होइन। रेड हिलमा धेरै त भिडियो बनाउनु किनकि सबै देखाइसक्यो कि देखाउने होइन। सो एउटा मैले भिडियो हालेको थिएँ कि रेड हिलतिर घुमघाम भने त्यसमा सब रेड हिलमा के छ घुम्ने के यताउति सबै। त्यही अब कति बनाउने होइन एउटै ठाउँमा। सो खासै म अब बनाउन आज चाहिँ टक्क यो टावरमा एकछिन बस्छु त्यसपछि अनि जान्छु। त्यही हेर्न सक्नुहुन्छ यहाँ टक्क यत्तिको चेन्ज भइरहेछ। ठिक छ आई लाइक इट होइन। बवाल चेन्ज हुँदै बवाल भ्यू देख्यो आज त। किनकि आज होइन पानी परेर बवाल हेर त बवाल भ्यू ल। एकछिन हामी बसौँला यहीँ अनि जामला। धेरै त भिडियो बनाउन यो किनकि अस्ति नि देखाइसक्यो कति देखाउने एउटै ठाउँमा। हल्का भित्र गएछ अब रेड हिलको ल गाइज। टक्क लास्टसम्म हेरिदिनु होला होइन सपोर्ट गरिदिनु होला।
मैले त पनि बवाल भिडियो बनाउने छु ल्याउने छु होइन तपाईँहरू पुरा लाइक हाल्नु न पुरा मोबाइलको डिस्प्ले जाने गरी होइन लाइक सब्सक्राइब यताउति होइन जे गर्नुपर्छ तपाईँ गर्नु होइन भिडियो ल्याउने चाहिँ मेरो जिम्मा होइन यति भन्दै अब म एकछिनमा भेट्नेछु ल गाइज गाइज हामी चाहिँ भुटका टिप्दै देख्न सक्नुहुन्छ यति चाहिँ पाएँ होइन अब अहिले देखाउँछु पाएपछि अहिले भर्खरै स्टार्ट गरेँ गाइज ल अब म आफ्नो टक्क काममा लाग्छु यस्तो हुन्छ रे भुटका यो के भन्छ तितो भुटका रे खासै तितो हुन्न नाम चाहिँ तितो यस्तो रातो माटोमा पाइन्छ रे यहाँ रातो माटोमा पाइन्छ भनेर नि रातै भएछ सो लाउनु धेरै छैन भर्खरै स्टार्ट गरिसक्यो हामी ल म अब एकछिनमा भेटौँला ल चाहिँ भुटका चाहिँ यस्तै हुन्छ देख्न सक्नुहुन्छ यस्तो माटोमा खोर्नु पर्ने हुन्छ है पड्के च्याउ यहाँ देख्न सक्नुहुन्छ यहाँ मेरो मम्मी चाहिँ टिप्दै हुनुहुन्छ टन्नै यहाँ चाहिँ धेरै रहेछ होइन सो पड्के च्याउ यस्तै ठाउँमा पाइन्छ उता नि छ त्यो चाहिँ म टिप्छु फाइनली हामी चाहिँ यति पाएँ एक ठाउँमा होइन यहाँ चाहिँ धेरै रहेछ सो यस्तै ठाउँमा पाइन्छ पुड्के च्याउ सो त्यही हो गाइज अब ल यसै अझै देखाउँछु म होइन कति पाइन्छ भनेर यो फेरि यस्तो हुन्छ कि जहाँ हुन्छ धेरै हुन्छ न त हुँदै हुन्न सो त्यही हो हामी चाहिँ आज चाहिँ पाइसकेछौँ सायद पाउनेछौँ भनेर आशा छ होइन अलि पाउँदैछौँ लगभग एक छाक पुग्छ होइन सो त्यही हो अब ल यो चाहिँ एउटा अझै पाएँ यहाँ चाहिँ धेरै रहेछ कि एउटा लट्ठी लिनुपर्छ सुन खोजे जस्तो हो कि अनि ल त्यही हो अब एकछिनमा सो म ल होइन हामी चाहिँ यस्तो बाटोमा भुटका टिप्न आएछौँ होइन पुड्के च्याउ फाइनली पाइसक्यौँ हामी टन्नै रहेछ यहाँ त एउटा 2 3 4 5 6 7 8 9 9 गो यो चाहिँ 10 गो फाइनली हामी चाहिँ यति पाइसक्यौँ अब अझै खोज्ने छौँ त्यही हो गाइज होइन यस्तै म टक्क पाएपछि म भिडियो बनाउँछु ल फेरि अब खोज्न पऱ्यो अलि स्ट्रगल गर्नु पऱ्यो फेरि पाएपछि फेरि देखाउने छु ल गाइज हामी चाहिँ हल्का भित्र जान लागेको देख्न सक्नुहुन्छ अलि होइन यस्तो बाटो होइन सो पुड्के च्याउ भनेपछि रातो माटो मात्र पाइन्छ कि 2-3 किसिमको हुन्छ एउटा चाहिँ यस्तो झाडीमा खोज्नुपर्छ त्यो कालो हुन्छ सो यो चाहिँ माटोमा हुन्छ रातो माटोमा सो यो रातो हुन्छ त्यही हो होइन अब त्यसलाई मिठो च्याउ भन्छ यस्तो झाडीमा पाउने यो चाहिँ हल्का तितो सो भन्ने होला अब तपाईँहरूले च्याउ त अर्कै हुन्छ कस्तो खोज्यो होला होइन च्याउ चाहिँ 2 किसिमको हुन्छ होइन मम्मी भनिदिनु त केही पड्के च्याउ अनि अर्को तिते च्याउ अनि अर्को अनि सो हुन्छ धेरै भेडुल भन्ने भाग्य मानिले मात्र पाइन्छ होइन च्याउ जस्तो हुन्छ सो त्यही हो अब हामी चाहिँ अलि भित्रसम्म जानेछौँ त्यहाँबाट अनि फेरि फर्किनेछौँ पाइन्छ भने ठिकै हो न त चल्दिने हो घरतिर होइन म भाग्य ल त्यही भेटौँला माथि अगाडि ल गाइड फाइनली हामी पुगिसकेछौँ देख्न सक्नुहुन्छ अब यहाँ चाहिँ एकछिन खोज्नु पर्ने हुन्छ सो पायो भने ठिकै न घरतिर चल्दिन्थ्यो गाइड अहिलेसम्म त एउटा नि पाएन गाइड देखाउँथेँ होइन आज चाहिँ कसो भुटका टिप्न आइदिएको कि मम्मीसँग होइन धेरै भन्यो कि जाम हालिदिउँ न के छेडा भनेर आइदिउँ होइन अब पाइसी देखाउँला नि त के छ ल गाइज
ल गाइज टक्क हामी चाहिँ सके टक्क नपाएपछि हामी चाहिँ घरतर्फ लागिसक्यौँ एकदमै हाम्रो निकै निकै धेरै मेहनत पछि यति पायौँ थोरै देखाउनु होला एक छाक जति पायौँ ल गाइज अब हामी चाहिँ टक्क जान लाग्यो त्यही हो अब हामी चाहिँ घरतिर जान लाग्यो ल अब घर गएपछि भेटौँला गाइज ल टक्क गाइज फाइनली गाइज हामी चाहिँ टक्क घर पुगिसक्यौँ देख्न सक्नुहुन्छ यति चाहिँ भुटका बिछ्यौँ हामी होइन त्यही हो अब यहाँ टक्क आएर सबैजना थाकेर बस्यो ल गाइज त्यही हो आजको भ्लग यही अन्त्य गरौँ अब होइन मन पऱ्यो लाइक एन्ड सब्सक्राइब हान्नु नबिर्सनु होला होइन ल गाइज लास्ट थाक्यो कि आज उता अब होइन लास्ट सो त्यही हो अब डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब त्यही हो गाइज अब नेक्स्ट भ्लगमा भेट्नेछौँ र यति भन्दै म चाहिँ सी यू नेक्स्ट भ्लग गाइज अलि दिनमा आउँछ होइन कलेजको भ्लग त्यो चाहिँ हेर्न नबिर्सनु होला ल सी यू टाटा बाई बाई ल गाइज